guys, welcome to new vlog. As I said, आज चाहिँ शनिबार हो होइन guys. अनि चाहिँ म आज नुहाइ गरिसकेँ. अनि नुहाएर आइसकेँ. अनि यो चाहिँ मेरो साइकल छ guys. हेर्नुहोस्. My first bike. ल guys, म चाहिँ साइकलमा बसिसकेँ हेर्नुहोस्. अब ठ्याक्क चलाउन चाहिँ आउँछु. ओ गाइस, मेरो चाहिँ ठ्याक्कै यो सेम बाइक जस्तै हालत छ हेर्नुहोस्. यो बुझ्नुहोस्, बाइक जस्तो हालतमा चाहिँ बुझ्नुहोस् है. हेर्नुहोस् हेर्नुहोस्. अनि यो बुझ्नुहोस्. अनि यो बुझ्नुहोस्. यो कस्तो छ भनेपछि म तपाईलाई भन्दिउ. यो साइकलको घन्टी चाहिँ म हारा हो. कस्तो छ भनेपछि यो चाहिँ ठ्याक्क क्लोज जस्तो छ. यो ठ्याक्क ब्रेक जस्तो छ. अनि गाइस म चाहिँ कलरमा तेल हाल्दैछु. मैंने ये नकली लाइट वाली मून बॉल मंगाई थी क्योंकि असली वाली को मैंने लाइक्स की लालच में कट कर दिया था और उसके अंदर से मोशन सेंसर बॉल निकली थी पर 3000 रुपए का नुकसान भी हो गया लेकिन ये नकली लाइट वाली दो और इसके अंदर से कुछ आवाज आ रही है नहीं गाइस बॉल काटना मुझे शोभा नहीं देता बख्श दिया तुझे आज मैं आपको दिखाऊंगा म चाहिँ अमलाको तेल हाल्छु. बॉल काटना गलत बात डाबर वाला. मुझ पे अच्छा 50 रुपए में खजाना निकलेगा क्या अबे टुट्टी सिंह मुझे पता है तू लाइक्स का भूखा है चल अब काट ले यार सिर्फ आपके लिए कर रहा हूँ मैं अबे साले वरना 50 रुपए की बॉल में क्या ही निकलेगा यार ये चाकू अटक सा रहा है यार इस बॉल के बीच में कुछ है ये कैसे हो सकता है 50 रुपए की बॉल के अंदर भी मोशन सेंसर बॉल है यानी इस ओरिजिनल बॉल ने मुझे चूरा लगा दिया. मैंने ये नकली लाइट वाली मून बॉल मंगाई थी क्योंकि असली वाली को मैंने लाइक्स की लालच में कट कर दिया था और उसके अंदर से ब्रो लिस्ट चेक किया तूने गाइस हातमा तेल लाग्छ त्यो हुनाले मैले बस्छु. ब्रो मेरे सैंडल है 1 मिनट पकड़ना आ देना गाइस हाल बहिनी चाहिँ टिभी हेर्दैछ गाइस. हेर्नुहोस् बहिनीलाई ज्वरो आएको छ ब्रो मैं निकाल के देता हूं गाइस. हेर्नुहोस् तपाईँहरूलाई देखाउँछु म. हेर्नुहोस् ठ्याक्क म के भन्दै थिएँ तपाईँलाई. यो चाहिँ ठ्याक्क क्लोज. यो चाहिँ ठ्याक्क ब्रेक. हेर्नुहोस् यो ठ्याक्क क्लोज छ. यो पुरै जान्छ. हेर्नुहोस् यो ठ्याक्क ब्रेक छ. अनि हेर्नुहोस् साइकल चाहिँ चलाउनु गाइस. चलो ठ्याक्क बाबाको ठ्याक्क जाउँ है गाइस. गाइस पुजी हो गाइस. हेर्नुहोस् स्याउ गाइस. हेर्नुहोस् स्याउ. म चाहिँ बिर्सिन यस्तो गर्दिनँ छु कि यस्तो हुँदैछ मेरो हालबाट आज. म चाहिँ ब्यालेन्स बबाल हालिदिन्छु. तपाईँहरूलाई म ब्यालेन्सवाला देखाउँछु है. हजुर गाडी चलाएर हुन्थ्यो.
चलाउनै सकिनु सक्नु है फेरि तपाईँले म चलाएर मात्रै भन्छु एकैछिन सक्नु गाइज हेर्नुहोस् अब हेर्नुहोस् गाइज ल गाइज गाइज यो चाहिँ पन्चर भएको छ होइन ओ गाइज एक्सिडेन्ट म तपाईँले चलाएर देखाउँछु रोक्नुहोस् न मोबाइल झर्ला भन्ने डर हो ल चलाइदे देख्नु गाइज देख्नुभयो पन्चर भएको छ के होइन गएपछि तल बस पार्क बनाउँछ साँच्ची त्यहाँ खै पन्चर मैले सोधेँ हुँ बनाउनु भनेको त्यो अङ्कलले त्यो पातुलो वाला होइन त्यो अङ्कलले त सोधे यो त्यही अङ्कलकोबाट म कति हावा भर्दिएँ गाइस अहिले चाहिँ हुत्या त साइकल हुत्या ठ्याक्कै यस्तो राख्ने ठ्यान्नरी यसरी बाँधिदिने भुत चलाउने के हजुर सामान पनि हुन्न भन्ने कसरी तिल्ली भात तिल्ली कहाँ हुने हो यहाँ 500 रुपैयाँ